हेलो साथीभाइहरू, वेलकम टु माई च्यानल पुनम राई ब्लग पी फर पुनम। स्किप नगरी फुल भिडियो हेरिदिनु होला। र साथीभाइहरू देख्न सक्नुहुन्छ तपाईँहरूले आज म कहाँ आइसकेको छु। के अरे यो गोदावरी गोकर्णको जङ्गल आएको आज म निनीसँग। सुन्नु जान्दा रहेछौ त तिमी त। निनीको सुटिङ हुँदैछ आज पुरै खतरा भर्याङ रहेछ त्यहाँ त। हजुर राम्रै आउँछ। अब चाहिँ निनीको एक सुटिङ सकेर रेस्ट गरेर हिँडेको हामी। खुला मन छ यो चाहिँ। गर्मी त त्यो भोलि के छ खाली खुल्ला ठाउँ। के अरे यो चाहिँ खुल्ला मञ्चबाट भर्याङ उकालो लागिसकेको छौँ। हामी चाहिँ अहिले थुपु भएर हिँड्नु। अरूहरू पनि हुनुहुन्छ यहाँ घुम्ने मान्छेहरू। के को भवन रहेछ यहाँ चाहिँ। कस्तो लागिरहेको छ निनीलाई? खुसी लागिरहेछ। गर्मी चाहिँ भयो धेरै नै होइन। हामी अहिले जाने रहेछ शहीद स्मृति स्मारक शान्ति सङ्ग्रहालय पिरामिड। त्यहाँ खिच्नु होइन। ल साथीभाइहरू म आएको छु। यो भाइरल ठाउँ। र साथीभाइहरू देख्न सक्नुहुन्छ तपाईँहरूले आज म कहाँ आइसकेको छु। तपाईँहरू कतिजना पुरामा आइ पनि सक्नु भएको छ, कतिले नेटमा सक्नु भएको छ। भएन भित्रको सिन चाहिँ यस्तो छ साथीभाइहरू। अझै यहाँ कन्स्ट्रक्सनको काम हुँदै रहेछ। यहाँ अझै के को स्ट्याचु बन्छ, पछि अपडेट दिउँला तपाईँहरूलाई म। किन मुख छोपेको रहेछ यो स्ट्याचुहरूको चाहिँ मलाई यसको रहस्य चाहिँ थाहा भएन। सो अब यति घुमघाम गरेर लाग्यो साथीभाइहरू। अब चाहिँ हामी झरेको। अनि बन्दै रहेछ साथीभाइहरू। के बन्दै हो, अपुरो रहेछ। साकेला लाग्ने ठाउँ होइन त नि गोकर्णको। तपाईँहरू कति त आएर नाच्नु पनि भएको होला, देख्नु भएको पनि होला। म चाहिँ यहाँको साकेलामा कहिले पनि आएको छैन है साथीहरू। भन्नु चाहिँ यहाँको साकेलामा निनी पनि उफ्री नाचेकै हो। नाचेको धेरै वर्ष भइसक्यो उफ्रेर यहाँ। ल साथीहरू यो चाहिँ गोकर्णको साकेला लाग्ने ठाउँ रहेछ। अनि यतातिर छ नि यताभरि सबै पसल हुन्छ, होटल होइन। कपलले र कोही अझै चाहियो भयो भने आउनु भयो नि त फोटोसुट चाहिँ निनीको। आज रातभरि यो फोटो हेरेर त उज्यालो पार्छ। सबै हालिराखेर पनि जाने। ल हामी हाम्रो स्कुटर पार्किङमा आइसक्यौँ गाइस। एक राउन्ड मारेर गोकर्ण जङ्गल।
अन्त फनफन्ती घुमेर फुपू भदैनी चाहिँ अब लाग्यो भ्रमण सक्यो आजको हाम्रो। अन्त साथीभाइहरू प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब माई युट्युब च्यानल। थ्याङ्क यू फर वाचिङ।